हामी चाहिँ अब यो गुन्डुको प्लेन हेर्न हिँडेको कस्तो रहेछ भिडियोमा चाहिँ खुब देखेको थियो अब रियालिटीमा हेरौँ कस्तो छ गुन्डुको प्लेन जिन्दगीमा नचढेको अब चढ्ने भए म प्लेनमा चाहिँ त्यो के अरे कुवाला हौ प्लेनको चुचो मात्रै रहेछ त बाँकी चढ्ने भयो फेरि कहाँबाट हो लोहरो हालेर छ त्यो लोडोबाट चढ्नु पर्ने प्लेनको चाहिँ म जत्तिकै मेरो जस्तै हड्डी मात्र रहेछ कि हड्डी सुटिङमा हुन्छ भाइ सबै उकालो त फेरि बनायो यार फेरि सानो छ भने त सबै उकालो राख्छन् फेरि बनायो यो प्लेनै हो र ट्रेनिङको लागि बनायो होला भरि त मिठो हो त चढौँ न ल प्लेनमा चढ त सिडी चाहिँ खतरा रहेछ यहाँबाट चढ्यो भने त सम्झिने चढ्ने सिडी चाहिँ यस्तो रहेछ क्या कहाँबाट चढ्नु त ए मान्छे त जङ्गलै भइरहेछ नि त त्यो प्लेनमा अब चढ्ने हो हामी चाहिँ ताबाट चढ्नु पर्ला ओइ यस्तो चाहिँ को बस्छ यार को छ कस्तो हट केटीहरू चढ्छ हट मुनिबाट घोक देखिन्छ तिमीहरू चढ्छ कि ल चढ्ने आयो भने पनि प्लेन ल चढ भाइ एकजना चाहिँ चढिसक्यो माथिबाट तान्नु पर्छ नि दुलो पर्छ म नि चढ्छु त्यसपछि फेरि माथि प्लेनभित्रको देखाउँछु ल म पनि चढेँ प्लेनमा ल जिन्दगीमा नचढेको प्लेन चढेँ यार म अगाडि कि पछाडिको हो प्लेनको ककपिटमा जाउँ प्लेनको कस्तो रहेछ प्लेनको ककपिट चुचो मात्र रहेछ वरिपरि चाहिँ यस्तो पहिला म आउँदा यो सबै थियो नि अगाडिसम्म सबै त्यसमा नि कभर थियो जस्तो लाग्छ त्यो प्लेनभित्र चाहिँ यस्तो रहेछ प्लेनभित्र भन्नु या बाहिर भन्नु यो ल प्लेनको